स्वागत छ मेरो भ्लगमा। मैले चाहिँ आज दिउँसो भ्लग स्टार्ट गर्दैछु। सफा गर्नु छ। बाबु बाबु होमवर्क गर क्या। होमवर्क गर्दैन अहिले छोडेको। आज चाहिँ बाबुले एक्जाम दिएर आइसक्यो अनि होमवर्क गर। होमवर्क गर। तो कोठा पनि कति फोहोर गरेको छ। यस्तो छ अनि मम्मीले त्यस्तो गर्ने हो। कपाल के गरेर यस्तो ए मेरो छोरीले फेरि यहाँ कस्तो गरेको छ हेर्नुहोस् गाइजहरू। हेर्न सक्छ मेरो दादी ल छोरी उसको म भनिदिउँ त यता हेर न 5 को 4 को मल्टिपल भनिदिउँ। कपाल किन यस्तो 5 to the 8 4 to the 8 4 to the 20 4 for the 18 त्यो भएन त्यस्तो हुन्छ भन न सुरुदेखि भन। 4 3 जा 20 हुन्छ। सुरुदेखि भन ल फेरि। त्यसै भन्छ 80 कबाट 4 1 जा 4 भन त ल सुरुदेखि। 4 3 जा 20 हुन्छ। 30 भगवान् भएन यो यता यहाँ बस्छ ल भन ल म सिकाइदिन्छु। 4 1 जा 4 बाबी सटुता गर त 4 5 जा 16 4 5 जा 16 यता हो त यहाँ बस 4 1 जा 4 4 2 जा 8 4 3 जा 12 4 3 जा 12 4 जा किन चकचक गरे के फेरि चकचक गर्ने होइन। 4 जा 4 जा 16 4 जा 16 अनि 4 7 जा 4 5 जा 20 4 6 जा राम्रोसँग भन न यस्तो पलाउ गरिरहेको यस्तो भन्छ नि 4 6 जा 4 6 जा त चकचक नगर है बाबु अहिले पिट्छु नि मैले फेरि। 4 6 जा 24
फोर सिलिन्डर 72 यो छोरीले राम्रोसँग पढ्थे यस्तो पाराले हुन्छ छोरी मैले 72 भन्दै अन्दिनँ दादा चाहिँ मलाई हान्छ गाइजहरू यस्तो छ पारा यिनीहरूको पढ्दैन नि यो छोराछोरीलाई के गर्ने होला छोराछोरी होमवर्क गर्दै बाबु कापी लिएर आइज के जा छिटो बसेर होमवर्क गर जाऊ छोरी तिमीले हो कापी कहाँ छ ऊ त्यहाँ छ त उता छ पाँचौँ अच्छे सन्देमित मायाको चिन्ह 2080 52 51 छिटो गर्न छिटो लेख 1082 छिटो लेख छिटो 500 पेन्सिल खै पेन्सिल लिएर आऊ मेरो दिदी बुवाको बुवा त्यस्तो गर्दैन के राम्रोसँग पेन्सिल बाहिर होला मेरो तन्ना धोएर यस्तो यहाँ हिजोदेखि मैले दुईटा मात्रै छिटो छिटो लेख काटिदिने हो काटिदिने छिटो काटिदिनु त गर्नै देखौँ सफा ह्यान्डराइटिङ लेख राम्रोसँग बस न बाबु के भन्छन् रे भलक बन्द गर्दाखेरि बाई बाई फेरि भेटौँला नेक्स्ट आएपछि बनाउँला